एक हिसाबले सोच्ने हो भने नि मान्छे पनि एउटा प्रकृतिको एउटा सजीव प्राणी मात्र हो होइन। अलिकति यसको दिमाग चाहिँ अरू प्राणीभन्दा अलिक एक्स्ट्रा छ। त्यही भएर अलिअलि वैज्ञानिक आविष्कार गरेर चाहिँ आफ्नो जीवन सहज बनाए मात्र हो, नत्र अन्य जीवको सजीव प्राणीको तुलनामा प्रकृतिको लागि त, पृथ्वीको लागि त मान्छे र एउटा जनावर, अरू कुनै जङ्गल जनावर अथवा घरपालुवा जेसुकै होस् एउटै हिसाब पो त हो नि उनीहरू होइन। उनी प्रकृतिमै आफसे आफ चाहिँ अब यो उत्पत्ति भयो, अरू पनि त्यही हो। अब मान्छेको दिमाग चाहिँ अलिकति एडभान्स भएर उसले आफ्नो हिसाबले दिमाग लगाएर चाहिँ आफ्नो जीवन सहज बनायो। अरू प्राणीले जस्तो पृथ्वीलाई सिर्जना गरे जुन हालतमा उत्पत्ति भयो त्यही हालतमा छन्। फरक त्यति हो, नत्र मान्छे र जीवमा केही फरक छैन। उही उत्पत्तिको हिसाबले उनीहरू उत्पत्ति भए। कोही के होइन ढिलो चाँडो उत्पत्ति भयो होला, तर दिमागको हिसाबले मान्छेको दिमागले चाहिँ काम गरेर चाहिँ यो स्थानमा आइपुगेको छ। अरू जनावर जस्तो छ त्यस्तै छन्, त्यही फरक हो। त्यही भएर मलाई